हेलो गाइज वेलकम टु माई ब्लग। बिहान भर्खरै उठ्यो, अब सायद पसल जानुपर्ने होला। अब एकछिनमा पसल गए जाने लुगा चेन्ज गरेर अनि फेरि भेटौँला। यस्तो छ आजको चाहिँ होइन बाध्यता, पसल अब जानै पर्ने भयो। अब पसल जाने अनि त्यसपछि तपाईँहरूलाई फेरि भेटौँला। गाइज म चाहिँ हिँडेँ, तपाईँलाई म देखाउँछु आजको कस्तो छ। म चाहिँ हिँडिसकेँ, अब एकछिनमा भेटौँला फेरि। आजको चाहिँ यही हो। अब अहिले तपाईँलाई म फेरि एकछिनमा भेट्ने छु। म गएँ, भेट्ने छु अहिले। ओ भाइ त्यहाँ छ, लुगा मिलाइरहेको छ। यहाँ चाहिँ सबैजना यहाँ छन्। यहीँ छ, अब यसलाई स्टार्ट हानु। अलि पसल आइपुग्यो, सामान पनि ल्याएँ। पसल आइपुग्यो, आइपुग्यो। अब केही काम छैन कि बस्ने हो। भाइहरू छन् काम गर्ने, काम गरिरहन्। आइपुग्यो सामान दिएर, मस्त बस्ने हो टक्कसँगले। अलि खाना आयो, भाइले खाना ल्याइदियो। अब खाना खानुपर्छ अनि भेटौँला फेरि खाना खाँदै। खाइसक्यो। सबैजना एकैचोटि खाना नखानु कि, त्यही भएर खाना खाइसक्यो। अब केही काम छैन, बस्ने। फाइनल्ली अङ्कल आउनुभयो। अब म गएँ, अहिले एकछिनमा भेटौँला। अङ्कल आउनुभयो, अब म बस्नु पर्दैन। धेरै धन्यवाद। अब त्यसपछि सिधा घर गइन्छ। के हुन्छ म भन्छु त्यसपछि। गाइज म घर नि आइसकेँ। अब आजको लागि यति नै। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। कमेन्ट बक्समा कमेन्ट नि छोडिदिनु होला के कस्तो लाग्यो हजुरहरूलाई। म पसल गएर सबैतिर गएर अहिले भ्लगमा हेरिहाल्नुहुन्छ हजुरहरूले। म घर आइसकेँ। अब